साथीहरू नमस्कार नमस्कार सम्पूर्णमा शुभ बिहानी। आज चाहिँ म विशेष गरेर असमबाट कालीकोट जाँदैछु। कालीकोट जाँदैछु असमबाट। बिहानै बिहानै उठेर यस्तो चिसो मौसममा हिउँ परेको छ। हेर्नु त, यस्तो हिउँ परेको छ, यस्तो छ हेर्नु त। त्यहाँ घाम पनि लागेको छ, तर यहाँ चाहिँ घाम परेको छैन। यस्तो चिसो छ, कालीकोट जाँदैछु एक्लै बिहानै बिहानै। के गर्ने, घर होइन, बाध्यता हो, जानुपर्ने अवस्था छ। कोही छैनन्, एक्लो छु। सुनसान जङ्गल, हेर्नु त, यता जङ्गल छ, उता जङ्गल छ, एकदम जङ्गल छ। तर के गर्ने, चिसो पनि लास्टै चिसो छ, यति चिसो छ। हेर्नु त, औँला चलाउन नै मिलेको छैन, यस्तो छ। तर रमाइलो छ कि छैन, चिसो भए पनि, तर रमाइलो चाहिँ छ है त। चिप्लो छ बाटो, एकदम चिप्लो, हिँड्नै मिल्दैन भने यति साह्रो छ हिउँ। के गर्ने अब, रमाइलो छ, जे खुसी लाग्यो। धेरै वर्षपछि हिउँ देख्न पाइयो। 2-4 वर्षमा हिउँ नदेखेको पनि, नखेलेको नि, हिउँमा नरमाएको पनि। तर ठिकै छ। तर आज हिउँ छ, साथीहरू छैनन्। साथीहरू भएको भए सायद कति रमाइलो हुन्थ्यो होला। के गर्ने, एक्लै छु। एक्लै भएन केही छैन, रमाइलो छ, एकदम रमाइलो छ, घमाइलो छ, आनन्द छ, रमणीय छ। तपाईँ पनि आउन सक्नुहुन्छ। हेर्नु त, ओ माई गड, हेर्नु त, यता हिउँ उता हिउँ। पैताला डुब्छ, पैतालाभन्दा माथि नै छ। कति फुट, 1 फुट त छैन, 1 फुटभन्दा अलिक कम छ। तर बाक्लो छ, चिसो छ एकदम। हिँड्नै गाह्रो यो बाटो। यहाँबाट यस्तो, त्यहाँबाट त्यस्तो, घुम्दै घुम्दै माथि पुग्नुपर्ने अवस्था। हेर्नु त, यहाँ पुरै घाँसहरू सब, पात पनि देखिन्न, यस्तो छ। सौभाग्य हो यो देख्नु चाहिँ। यस्तो हिउँ देख्नु भनेको सौभाग्यको कुरा मान्छु म चाहिँ। मेरो बुझाइमा चाहिँ, अब खै तपाईँको बुझाइमा चाहिँ चिसोले कठिनतिर मरिन्छ त्यस्तो ठाउँमा त पनि भन्नु होला। तर त्यस्तो होइन, जो जहाँ हुर्केको हुन्छ, जो जहाँ खेलेको हुन्छ, जो जहाँ रमाएको हुन्छ, त्यो ठाउँ सबैको लागि, आफ्नो लागि सबैले प्यारो लाग्छ नै। त्यसको लागि दुई मत नै छैन। हेर्नुहोस् त, यस्तो छ। लालीगुँरास त्यहाँ लालीगुँरासका रुखहरू पनि छन्, तर फुलेको छैन नै। फुल चाहिँ छैन, तर हेर्नु त, हिउँ छ। सुनसान, केही पनि छैन, आवाज एउटा चरा पनि चिरबिराउँदैन। यस्तो छ। त्यस्तो सुनसान ठाउँमा म एक्लै कराइरहेको छु। हेर्नु त, के गर्ने। ओ माई गड, चिसो छ। कान चिसोले पल्नै पर्छ होला एकछिन त। आएर पनि आइया, आनन्द आउँछ, आनन्द।